हेलो गाइस, गुड मर्निङ, हेभ अ नाइस डे। अब नाइस डे भने के भन्नु, अब राम्रो दिन गएकै होला। भिडियो हाल्दा बेलुकी भइहाल्छ। अब टुके पुग्न गाइस 300 सब्सक्राइब चाहिएको छ, 300 प्लस सब्सक्राइब। साथ सपोर्ट दिनु गाइस, टुके पुऱ्याइदिनु मेरो टुके सब्सक्राइब। र अब खानासाना बनाउने, अब डेली रुटिन त्यही हो। बिहान उठो, चल्ला निकाल, बाख्रा निकाल, चारो पानी गरिदेऊ, खानासाना बनाऊ। खाना बनाउने अहिले खाना खाएर फेरि घाँस काट्नुपर्छ। अब बुवा फेरि बाग्लुङ जाने आज। ऊ आयो, बिएस आएको छ गाडी ल्याएर आइसक्यो। बिएस आएको छ। अब यता अब हामीले खानासाना बनाउने भन्छ। अब खानासाना बनाउने मुवाले यताउति गर्नलाई त्यहाँ भाँडा। अब मैसै दुध के हालिदिने मम्मीलाई हाल्दैन बस्नु। हालेर पठाउने होला नि। गाडी गयो। यता हाम्रो डल्लो भर्खर उठ्यो। बुवा गयो अलिअलि फोन आउनु हामीलाई होइन डल्लो। भात बसाल्ने, अब फेरि तरकारी काट्ने हो, काम नि के काम गर्ने हो गाइस, गर्नु पर्यो। अझ चिसो छ। दुध बसालिएको दुध। अब यहाँ तरकारी काट्छु गाई चाहिँ। अब ल के भनिदेऊ त, ल यसो घाट्यो भने यसो घाट्यो रे, लाइक घाट्यो। ल थम्चक गरिदिने दिन्छु तँलाई। गयो मैले डल्लोलाई दिन्न। मैले डल्लोलाई किन दिने, बरु आफै हानी फाल्छ के खाने। यस्तो यसको बानी त सिता फालिदिने हो। मुवाले त यहाँ भात पकाउन हाम्रो मुवाको सुरु भइसक्यो। भात तरकारी के बनाउने हो त मुवा? आलु। अब आलु नसकिन्जेसम्म आलु खाइ गर्ने हो। अब आलु नसकिन्जेसम्म अब आलु गई हुने भयो। गाह्रो छ। डल्लोले दिन्न भनेको गएर ऊ आफै साथै ल्याएर आइसक्यो। यता है डल्लो, यता हेर्दै तँलाई एकचोटि यसो गर्दै न। खान ला डल्लोले अब फालेर अब ब्युटीले खान्छ। अब खान लायो हाम्रो डल्लोले। अब हाम्रो मुवाले त दाल बसाल्ने अनि आलुको भुजिया। आज त्यही हो खाने। अब आलु काट्ने कार्यक्रम सुरु भइसक्यो। हाम्रो मुवा चाहिँ अब मुवा गोठा जाने। अब मैले आलु काट्नु पर्यो।
आलु काटेँ अब यसले धोइदिए पार्छु धोइदिए बनाएर पकाएर पकाउनु पर्यो अब धोइदिए पारेर ल्याइसकेँ आलु यहाँ आलु यहाँ पकाउन सुरु गर्ने अब फेरि एकछिनपछि त्यहाँ चल्ला हेर्नुपर्छ चल्लाले के कसो गर्यो चारसार हटाइदिनुपर्छ घाम लाग्यो भन्दाखेरि त्यही भएर एकछिनपछि फेरि चल्ला नि हेरिराख्नु पर्यो बेला बेला ल्याएर त्यतिकै राखेर त भएन स्याहार सुसार नि गर्नु पर्यो सबै काम गर्नुपर्छ अब यहाँ अब तरकारी बन्दैछ अब चल्ला पनि हेरेर आउनु पर्यो चल्ला सल्ला नि हेर्नु पर्यो के कस्तो भन् र गाइस टुके पुग्न अझै कति सब्सक्राइब चाहिएको छ मलाई 300 है गाइस 300 सब्सक्राइब चाहिएको छ गरिदिनु होला सबैले साथ सपोर्ट दिनु होला म यहाँ अब चल्ला नि हेर्छु के गरिरहेका छन् चल्ला यस्तै नि ढाकिदिएको अघि गरेर बसिहाल्छ चल्ला हो चल्लाहरू खान बस्यान् केही भएन कराउँदो रहेछन् क्या पानी सानीमा यसो पऱ्यो भनेपछि गरिहाल्छन् अहिले कराएन हाम्रो मुवाले यहाँ सोसार गर्दै हाम्रो डल्लो छ यहाँ तलतिर गएर हेर्नु पर्यो हाम्रो ब्युटी छ यहाँ बस्यो ब्युटी गाइस 300 सब्सक्राइब चाहिँ प्लस त्यसपछि 2K सब्सक्राइब कम्प्लिट गाइस प्लिज गरिदिनु होला सब्सक्राइब गरिदिनु लाइक गरिदिनु सेयर गरिदिनु के कस्तो लाग्यो कमेन्ट पनि गरिदिनु होला है गाइस वी निड हेल्प गाइस साथ सपोर्ट दिनु साथ सपोर्टको जरुरत अब हजुरहरूले नि माया गरिदिनु के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला हजुरहरूको साथ सपोर्ट नै एकदम ठुलो कुरो हो मेरो लागि प्लस पोइन्ट हो कि त्यो भनेको अब हजुरहरूले के कस्तो लाग्यो हेरिदिनु रमाइलो लाग्यो के कस्तो अब हाम्रो डेली भ्लग यस्तै हो गाइस अब के गर्नुहुन्छ जे जस्तो भयो नि माया गरिदिनु होला आलु पाक्न लागिसक्यो अब आलु रातो रातो भयो जस्तो यस्तो गरेर खाने हो अब यसलाई निकाल्ने पाक्न लाग्यो अनि त्यसपछि फेरि प्याज दाल धान्नेलाई मुवाले खाने कि जाने नि निकाल्नु पर्यो अब चाहना अब दाल धान्छु दाल उमाल्दैछु भर्खरै उमाल्नु पर्यो नि दाल उमाल्नु प्याज काट्छु प्याज काटेर फेरि जान्दैन पर्यो अब यति अनि त्यसपछि खाने हो भोक लागिसक्यो भर्खरै दाल साल झानिसकेँ दाल झान्ने अब एकछिन बस्छ अनि त्यसपछि खाइहाल्ने भोक लागिसक्यो मुवाहरू कता गएन् मुवाहरू चाहिँ माथितिर मुवाको सोरसार अझै चालु छ झानिसक्यो कि मुवा दाल झानिसक्यो अब डल्ले हाई गरिदियो नि डल्ले यसो हाई गरिदियो हाई फेरि हाई गरिदियो ल फेरि गरिदियो त हाम्रो डल्लेको हाई हाई भर्खरै खानासाना खाएर बसेको मुवाले भाँडा सारा मार्दैछन् हाम्रो डल्लो यहाँ बस्यो है डल्लो हाई गरिदियो डल्लो सबजनालाई हाई भनिराख ल जाऊँ चल्थ्यो जाऊँ जाने होइन हाई गरिदेऊ त्यही थम्सअप गरिदेऊ रे थम्सअप गर्ने भन्दै आज थम्सअप गर्न डल्लोले हाम्रो डल्लोले नमान्ने भाइ आज कोही केटाहरू छैन सबै स्कुल गएका छन् बाजेहरूलाई भैया हिजो झाँपो झार्दै त्यही भइहाल्छ घाँस थोरै बेरुले पनि झानी होला नि
अन्त बिरुले सेरुले जाने बस्ने त्यही छ डेली भ्लग। मुवाले सोरेर राखेको सेउला त्यही छ त, त्यही छ हाम्रो डल्लो मुडो बोकेर हिँड्न लाग्दाखेरि। त्यहाँ लोडिन्छ अलि पछाडि हो, त्यहाँ अलि पछाडि हो, यहाँ राख नि, यहाँ राख हो, त्यहाँ बस ल बस, फेरि लोडिन्छ रहेछ हो, यहाँ बस ल त्यहाँ बस थुप्क हो त्यस्तै घाम तापेर बस्ने। गाउँ परे सुनसान छ हो, सुनसान छ। केटाहरू नआउने भए त, केटाहरू भए पो रमाइलो हुन्छ, बसिन्छ रमाइलो गर्दै। आज कोही छैन, गाह्रो छ गाह्रो छ। घाँस ल्याउन हिँडेको छ हाम्रो यहाँ डल्ली छे मुवा हिँड्न अगाडि अब कुनाराबारी गएर घाँस लिएर आउने। बेरुले जाने हो कि डल्लो हाई गरिदेऊ हाई उफ धाउ अरे उफ गरेको धाउ रे डल्लीले धाउ डल्लेलाई त जाने घाँस काट्ने ल्याउने। हाई गर्छ डल्लो रे, यसको हाई नि चल्ने हो। बाजा बजाएका कि सिकेका हुन्, बाजा बजाउने सिक्ने गर्छन् पारी देखिन्न होला खासै। छिटो चाहिँ कहाँ हामी त गइयो भर्खरै आएर यहाँ बेरु सेरु झारिसके, बेरुले झारे मुवाहरू ती सिमले ध्यान भर्खरै। अब सिम लिएर जाने लहर जाने हो, सिम लिनु पर्यो। अब हामी डल्लै टिप्नु लाग्यो, यस्तोले नि टिप्ने रे ऊ फालेको। बोकियो बेरुलो घाँस बाख्रालाई, अब हिँड्न लाग्यो मुवाहरू अगाडि हिँड्दा। ल हिँड मुवा छिटो। कसले आइस ल्यायो ल भर्खर आइयो घर। अब चिया खाने, भर्खर घाँस हालिदिएको बाख्रालाई घाँस खाँदै खान। बाख्राहरूले पानी सानो परिरहेको छ, पानी होला नि, पानी घाँस खाँदै खाने बाख्राहरूले। बाख्रालाई घाँस खान हामीले चिया खाने। चल्ला नि हेर्न पर्यो अब के कस्तो गरे खान्, चारो सारो यता गरिदिनु पर्यो चल्लालाई। चल्लाले भर्खरै चारो हाल्दै गरिदिँदै। अब चिया खानु पर्यो, चिया खाएर बस्नु पर्यो। अब गेम खेलेर फ्री फायर त खेल्नु पर्यो। फ्री फायर गेम के खेलिन्छ, एउटा फ्री फायर, सिओसी, क्यान्डी क्रस नखेलेको के मोबाइलमा नगएको के हो र, सब छ मोबाइल गेम जति। अब यतै खेल्ने हो कि लाइक गर्नु, सब्सक्राइब गर्नु। 300 सब्सक्राइब पुऱ्याइदिनु, त्यति 300 प्लस सब्सक्राइब त्यति चाहिएको छ 2K पुग्नलाई। 2K पुग्यो भने केटाहरूसँग बसेर फेरि पार्टी खाने। अस्ति नै खाइदियो, फेरि 2K पुग्यो भने फेरि खाने। ठिकै छ, 2K पुऱ्याइदिनु, सेलिब्रेसन गरेको नि हाल्छु म 2K पुगेको।
चिया नै खाइयो गाइज। अब 4 साढे 4 भयो, पानी परिरह, टिनहरू पुरो भिजिरह, पानी परे। अब खानासाना बनाउँछु गाइज। लाइक गर्नु भने लाइक गर्नु, सब्सक्राइब गर्नु भने सब्सक्राइब गरिदिनु, सेयर गरिदिनु र 300+ सब्सक्राइब चाहिए पुग्न त्यो पुऱ्याइदिनु होला है गाइज। अब भोलिको भ्लगमा भेटौँला। बाई बाई गाइज।